साथीहरू हर्क साम्पाङ कुलमा र राम्रो तरिकाले बोलेको भनेको यो भिडियोमा मैले धेरै राम्रो देखेँ साथीहरू। हर्क साम्पाङ नराम्रो र धेरै जिद्दी मात्रै होइन नि, जस्तोलाई त्यस्तै दिने आँट क्षमता पनि छ के। हर्क साम्पाङ पनि एक ट्यालेन्टेड मान्छे हो के। हर्क साम्पाङ चाहिँ कति पढेको के गर्न सक्छ भनेर बारेमा चाहिँ एकजना घन्टेका झोलेले सोधिरहेको थियो भने घन्टेका झोलेलाई म गरी जवाब दिएको छ। हर्क साम्पाङ भने एकदम राम्रो, यतिको कुलमा भएको मलाई धेरै राम्रो लाग्छ हर्क साम्पाङ। यो भिडियो सक्दो सेयर गर्नु साथीहरू, एकदम बेटर राम्रो लाग्यो है। तपाईँहरू सुन्नुहोस् एकछिन के भनिरहेछ। हर्क साम्पाङले जम्मा 3वटा क्षेत्रमा काम गर्छ, प्रकृति, संस्कृति र प्रविधि। 753वटा पालिकामा इनोभेसन सेन्टर बनाउने धरान मात्रै कुरा बुझ्यो नि। खालि ढुङ्गा बोकेर मात्रै कुरा गर्ने जेन्जीले 12 वर्ष इङ्ग्लिस पढाएको तपाईँको अनुभव पनि छ। हर्क साम्पाङ भनेको के पढे नलेखेको मान्छे हो। मान्छेले मलाई बाँकी सम्झिने, इङ्ग्लिस बोल्नेले मात्रै एजुकेटेड सम्झिने। आउनु न इक्जाम लिउँ अहिले ल। होइन सबभन्दा राम्रो इङ्ग्लिस सुन्नु न, सबभन्दा राम्रो इङ्ग्लिस कसले लेख्न सक्छ र कसले बोल्न सक्छ त्यसलाई प्राइम मिनिस्टर बनाउने हो। आइएम रेडी।